प्राइम मिनिस्टर जुद्ध बहादुर शमशेरको नेतृत्वमा सन् 1936 मा नेपालकै सबैभन्दा पुरानो र ठूलो उद्योग विराटनगर जुट मिल खुल्छ। यो मिलमा 2000 भन्दा पनि बढी मान्छे काम गर्थे। टाढा टाढाबाट मानिसहरू कामको तलासमा यहाँ आउँथे। पछि भने यहाँ राजनीति सुरुवात हुँदै गयो। मेरो तपाईमा एउटा सानो रिक्वेस्ट छ, भिडियो अन्त्यसम्म हेर्नुहोला र लाइक अनि सब्स्क्राइब गर्नुहोला, हाम्रो मोटिभेसन बढ्छ। मार्च 4 1947 मा गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा यहाँ लेबरहरूको अधिकारको लागि आन्दोलन भयो। पछि यो आन्दोलनको उद्देश्य नै परिवर्तन भएर पोलिटिकल ट्रेड युनियनको पनि माग हुन थाल्यो। झट्ट हेर्दा यहाँ आफ्नो स्वार्थ पूरा गर्न खोजे जस्तो देखिन्छ। पछि मार्च 9 मा आन्दोलनलाई नेपाली कांग्रेसका लिडर बीपी कोइरालाले पनि समर्थन जनाउन थाले। आन्दोलन झन बढ्दै गयो। त्यति बेला राणाहरूको शासन थियो। राणाहरूले विराटनगरमा सेनाहरू पठाएर केही ठूला लिडर्सहरूलाई समाते। आशा थियो आन्दोलन सकिन्छ, तर केही लिडर भागेर इन्डिया पुगे र इन्डियाको जोगबानीमा नेपाली कांग्रेसले कन्फरेन्स गर्यो र त्यसपछि देशभरमा सिभिल डिसओबिडियन्स मुभमेन्ट चल्यो। यो भनेको सत्यग्रह, मतलब कि सत्यको शक्ति देखाउने। यही सत्यग्रह चलाएर महात्मा गान्धीले जित हासिल गरेका थिए। यसले देशव्यापी रूपमा राणा विरोधी प्रदर्शन सुरु भयो। सन् 1990 सम्म यो फ्याक्ट्री सरकारको हातमा थियो। पछि 2002 मा यो फ्याक्ट्री गोल्छा अर्गनाइजेसनलाई दियो। कसैले पनि यो फ्याक्ट्री राम्रोसँग चलाउन सकेन। त्यसपछि राजनीति अस्थिरता र कामदारहरूको कमी भयो र फाइनली सरकारले 2000 भन्दा बढी इम्प्लोइलाई 550 मिलियन तिरेर बन्द गर्यो। यो एउटा फ्याक्ट्रीको मात्र कहानी थियो। नेपालमा यस्ता कयौं फ्याक्ट्री छन् जुन राम्रोसँग म्यानेजमेन्ट नभएर बन्द भए। जनकपुर सिगरेट फ्याक्ट्री जुन किङ महेन्द्रले सन् 1964 मा सुरु गरेका थिए। राजा महेन्द्रको भिजन एकदम स्पष्ट थियो, नेपाललाई आत्मनिर्भरता बनाउनु पर्छ। हिमाल सिमेन्ट इन्डस्ट्री जुन 1967 मा जर्मनीको सपोर्टले खोलेका थिए। भिरकुटी पल्प एन्ड पेपर कारखाना जुन 1985 मा चाइनाको सपोर्टले खुलेको थियो। यो फ्याक्ट्री गैडाकोटमा थियो। उदयपुर सिमेन्ट इन्डस्ट्री जुन 1987 मा जापानको सहयोगले खुलेको थियो। र अन्त्यमा सबैभन्दा फेमस गोरखकाली रबर उद्योग। यो उद्योगमा टिचर पेसा छोडेर मान्छेहरू यहाँ काम गर्न आउँथे। यो इन्डस्ट्री निकै फेमस थियो। नेपालमा इन्डस्ट्री कहिले थिएन भन्ने होइन, समस्या त त्यो हो कि इन्डस्ट्री भएका पनि बचाउन सकिएन। यो उद्योग बन्द हुनुको एउटै कमन कारण देखिन्छ, राजनीति अस्थिरता, प्रोपर म्यानेजमेन्ट नभएर, अनि मुख्य कारण समय अनुसार साधन र प्रविधि नभएर। नेपाल कृषिमा मात्र निर्भर भएर देश बलियो बन्दैन। त्यसैले जुद्ध शमशेरले मोडर्नाइजेसन र इन्फ्रास्ट्रक्चरमा ध्यान दिएका थिए। बीपी कोइरालाले भनेका थिए, इकोनोमिक फ्रिडम बिना पोलिटिकल फ्रिडम अधुरो हुन्छ। नेपाललाई कहिल्यै कसैले बन्दुकले जितेन, तर बजारले बिस्तारै निर्भर बनायो। नेपाल कन्जम्पसन इकोनोमी बन्यो, प्रोडक्सन इकोनोमी बन्न असफल भयो। नेपालले कयौं ट्रिटी गर्यो जसले बनाउन भन्दा ल्याउन सस्तो पर्यो। नेपालले केही देशसँग ट्रिटी गर्यो जसले नेपालको इन्डस्ट्री झन्झन कमजोर बनायो। जुलाई 31, 1950 मा नेपाल र भारत बीच एउटा ट्रिटी साइन हुन्छ, नेपाल इन्डिया ट्रिटी अफ पिस एन्ड फ्रेन्डसिप। यसको एउटै उद्देश्य थियो, नेपाल र भारत बीच सजिलै सामान ल्याउने अनि लैजाने। 1990 पछि ओपन मार्केट पोलिसी आयो। 2004 मा वर्ल्ड ट्रेड अर्गनाइजेसन मेम्बरशिप आयो। यो सबै ट्रिटीले देशको सामान भन्दा बाहिर चाइना इन्डियाको सामान सस्तो पर्न थाल्यो र नेपाल यसको लागि कहिल्यै तयार भएकै थिएन। समय अनुसार परिवर्तन नगर्दा नेपालको इन्डस्ट्रीहरू बन्द हुन बाध्य भए, जसले नेपाललाई अरू देशमा निर्भरता बनायो। जब इन्डियाले 2015 मा सबै सामान बन्द गरिदियो नेपाल ल्याउनको लागि, तब थाहा भयो नेपाल कति निर्भर छ इन्डियामाथि। नेपालमा इन्डस्ट्री भन्दा पनि पावर धेरै चल्न थाल्यो। कसलाई कहाँ नियुक्ति दिलाउने, नचाहिने भन्दा बढी कर्मचारी राख्ने, पोलिटिकल युनियन राख्ने, जसले प्राइभेट कम्पनीहरू डराउन थाले। यो डर झन बढ्न थाल्यो माओवादी जनयुद्धमा। धेरै इन्भेस्टरहरू भाग्न थाले, नयाँ इन्डस्ट्री आउन छोडियो। आज नेपालमा प्रोडक्सन गरेर कमाउनु भन्दा भारत वा चीनबाट सामान ल्याएर बेच्नु सजिलो छ, रिस्क कम हुन्छ, प्रॉफिट छिटो छ। अनि सोच्नुहोस् त, जब देशका युवाहरू विदेश जान थाल्छन्, देशभित्र स्किल्ड म्यान पावर घट्छ, प्रोडक्सन घट्छ, इन्डस्ट्री झन कमजोर हुन्छ। यो एउटा साइकल जस्तो बनिसकेको छ। इन्डस्ट्री बन्द भयो, जब घट्यो, युवा विदेश गए, झन इन्डस्ट्री कमजोर भयो। आज नेपाल रेमिट्रान्सले चलिरहेको छ। तर एउटा कन्ट्री लङ टर्ममा पैसा पठाएको भरमा मात्र बलियो बन्दैन। देश बलियो बन्न देशले केही प्रोड्युस गर्नुपर्छ। चाइनाले उत्पादन गर्यो, इन्डियाले म्यानुफ्याक्चरिङ बढायो,
भियतनामले फ्याक्ट्री इकोनोमिक बनायो, तर नेपाल हामी कन्ज्युमर मात्र बन्यौ। कुनै पनि देश बाटो बनाएर मात्र एउटा प्रदेश वा एउटा जिल्ला मात्र हेरेर बन्दैन वा उखान टुक्काले मात्र बन्दैन। अहिलेसम्म हाम्रो देश कामले भन्दा पनि भाषणले चलिरहेको थियो, जुन अहिले अन्त्य हुन्छ भन्ने आशा छ। सोच्नुस्, हामी साँच्चै डेभलपिङ कन्ट्री हौ वा स्लोली डिपेन्डेन्ट कन्ट्री बन्दैछौ। भिडियो राम्रो लागे लाइक गर्नुहोस्, सकेसम्म सेयर गर्नु। नेपालको फ्याक्ट्रीको बारेमा सबैलाई थाहा हुनुपर्छ। तपाईको एउटा सब्स्क्राइबले हामीलाई भिडियो बनाउन मोटिभेसन बढ्छ। भेटौँला अर्को भिडियोमा।